नमस्ते, म गोविन्द भट्टराई, अध्यक्ष अल्पाइन स्पोर्ट फेडरेसन नेपाल। खासमा हामीले चलन चल्तीको बुझाइमा सोकेस भनेपछि सो गर्ने, त्यसलाई चाहिँ पस्किने ढङ्गले हामीले मात्रै बुझ्छौँ। यो टुरिज्म सोकेस कोशी भ्रमण वर्षको सन्दर्भमा आयोजना भएको छ। यो चाहिँ साँच्चीकै इम्प्लिमेन्टेसन हुने, कार्यान्वयन गर्ने, यसबाट सिङ्गो कोशी प्रदेश र सिङ्गो नेपालले फाइदा लिन सक्ने गरी बन्न सक्ने देखिन्छ। इन्जिनियरिङका यति मेहनतिला भाइ बहिनीहरूले प्रदेशभरिबाट सङ्कलन गरेर लिएर आएको, उनीहरूले क्रिएसन गरेको, उनीहरूले एउटा सपना देखेको जुन परियोजना, यो सपनामा मात्र सीमित हुने छैन, किनकि त्यो रियलिस्टिक छ। त्यसमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्नुपर्छ। हामी जस्तो अर्गनाइजेसनहरूले पनि त्यसमा योगदान दिनुपर्छ भन्ने मान्यता म राख्छु, अनुरोध पनि गर्छु। र मेरो संस्थाको तर्फबाट अहिले प्रेजेन्टेसन भएका थुप्रै प्रोडक्टहरूलाई बल पुग्ने गरी केही सांकेतिक कार्यक्रमहरू पनि त्यो क्षेत्रमा हामी लैजान्छौँ भन्ने पनि प्रतिबद्धता व्यक्त गर्छु। यो साँच्चीकै नेपाली टुरिज्म इन्डस्ट्रीमा नयाँ ढङ्गको प्रयोग छ। एलिसन हस्पिटालिटी लगायतका थुप्रै सङ्घ संस्थाहरू यसको लागि धन्यवादका पात्र छन्। अल्पाइन स्पोर्ट फेडरेसन नेपाल यो अभियानको एउटा पार्ट हुन पाउँदा आफूलाई एकदम धन्यवादको दिन चाहन्छ र आफूलाई खुसी व्यक्त गर्छ। धन्यवाद।